पाल्पाबाट बाटो अब भर्खर धेरै बेर पनि आएन हिँडेको भर्खर हो बर्दुङ क्रस भयो भर्खर अघि पानी धेरै ठुलो परेर भिडियो बनाउनै पाएको छैन मिल्दै छैन कुरेर बसेको थियो अहिले चाहिँ हल्का मौसम क्लियर भयो हल्का उस भयो क्लियर भयो सिमसिमे पानी पऱ्यो अब जति चाँडो हुन्छ यहाँबाट हिँड्नपर्छ हामी चाहिँ बवाल आयो पछाडिको भ्यू त बवाल ल यस्तो हो मुजी बाटो चाहिँ पानी परिसकेपछि मौसम यस्तो हुने क्या केही बाटो देखेन यस्तो हो वेदर बवाल भयो केही देखिएन के बाटै देखिएन अहिले त अलिक क्लियर भयो बरु अघि त झन् केही देखेकै थिएन यस्तो भयो पानी परेर अघि हरिफ ठुलो पानी परेर भ्याइयो अहिले फेरि यस्तो हुस्सु लाग्छ ल यस्तो बाटो पुरै ढाकेछ वेदर त बाबा त्यही माथि यहाँ यतातिरको बाटो सानो हो ओह्रालो चिप्लो हो पानी पर्यो त्यही माथि यस्तो हुस्सु लाएर बाटो केही देखिएन देखिन त देखियो तर अलि रिक्सी हुन्छ नि त यस्तो बेलामा रिस्की नै हुन्छ नि त तर यो पानी परेको बेलामा हिँड्न चाहिँ ढुङ्गा खस्ने डर हो नभए त हिँड्न त मजा आउँछ कि वेदरले त हो नि यो ठ्याक्कै आरे भन्ज्याङ क्रस गरिसकेपछिको ओह्रालो बाटो हो कि यो ओह्रालो सानो बाटो त्यही माथि फेरि आउँछ म चाहिँ अहिले रामदी आइसकेँ रामदी पुलमा ठ्याक्कै पुगेँ ठ्याक्कै रामदी पुलमा यत्रो आएको खोला यही ठुलो खोला ठ्याक्कै रामदी पुल पुगेँ अझै छ बाटो त्यत्रो लामो हो पानी परेको बवाल ठुलो आएको खोला त अहिले चाहिँ अब बल्याङ पुग्न लागिसकेँ म यहाँ यो बाटो बवाल रहेछ रिस्की पनि छ सानो हो तर पनि रहेछ राम्रो बवाल भ्यू भ्यूमा पानी परिसक्यो हुस्सु लाग्यो त्यही हुस्सु हेर्नै हिँडेको म पाहाडै पाहाड त्यस्तो बाटोमा त ट्रक आउँदा नि अनि छातो जान्छ पुल रहेछ त्यहाँ फेरि पुल रहेछ जय नेपाल जग्गा हो हिँड्दा मैले ब्रेक लाग्नै छोडेको अघि त्यहाँ उता ओह्रालोमा अघि हिँडेको गरेको त ब्रेक लाग्नै छोडेको यार झन्नै गइएन मैले हामी चाहिँ स्मार्ट सिटी आइपुग्नलाई बलिङ सिटी अहिले राम्रो यार तर बलिङ बवाल छ बवाल लाग्छ मलाई बलिङ चाहिँ बवाल नौडाँडा आइसकेँ म चाहिँ फाइनल्ली नौडाँडा आइपुगेँ मजा आइरहेछ मुझे यता त हरिफ घाम लामो अघि उता त हरिफ पानी परेको थियो त यता त पुरै नौडाँडा हो ठ्याक्क नौडाँडा अन्धा यतापट्टिको यो ठाउँ चाहिँ यहीँनिर हो अब भोक पनि लाग्यो अलि अगाडि गएर अब खाना नि खान पऱ्यो खाना खाने टाइम पनि भयो खै कति बज्यो 11 साढे 11 12 बज्यो त बिहानै हिँडेको नेपाल बवाल ठाउँ हो क्या यति धेरै घुम्ने ठाउँ छ नि जहाँ हेऱ्यो त्यही डाँडा काँडा हरिभरि देख्न पाइन्छ क्या त्यही भएर मलाई देश छोडेर जानै मन लाग्दैन
नेपाल छोडेर जान मन लाग्दैन। कति देख्न पाइन्छ यार इन्डियनहरू यार। अहिलेसम्म 20-30वटा गाडी र कार मात्र सानो इन्डियनको देखिसक्यो। गएको मात्र आएको गर्ने हो नि त कति हो कति। तर टुरिज्म बढेको राम्रो हो घुम्न आएको। फेरि यिनीहरूको फेरि एउटा झोर हुन्छ क्या बानी, झोरो गरिदिने जथाभावी गरिदिने गर्छन्। यो नेपाल सरकारले नि अब यो रुल्स बनाउनु पर्ने कुरा हो नि त। अब आइसकेपछि उनीहरूलाई रुल्स बताइदिने बोर्डरमा गर्न पऱ्यो नि त। अब यिनीहरूलाई थाहा नै हुन्न के गर्ने कस्तो गर्ने। अनि यहाँ आउँछ जथाभावी टोयलेट गरिदिने हिँडिदिने। यस्तो राम्रो देश नेपालमा जथाभावी हप्दिने मुद्दिने गर्छ। अनि कहाँबाट हुन्छ र। टक्क बोर्डरबाट चाहिँ टट्ट बताएर पठाइदिनु पऱ्यो, यो गर्दा यस्तो हुन्छ, यति फाइन लाग्छ, त्यही अनुसारले गरिदियो भने त यिनीहरू हस्केर पनि त्यस्तो काम गर्दैन नि त। अब यिनीहरूलाई अब बताइदिन्न, यिनीहरूलाई जे गरे नि हुन्छ भन्ने हुन्छ। आफ्नो देश जस्तो छोड्छ। अनि यो चाहिँ भालु पहाड। फाइनल्ली हामी भालु पहाडमा आइसकेछौँ। भालु पहाड आइपुगिसकेछौँ हामी चाहिँ। यता त बबाल घाम लाग्छ त। अनि अघि त उता त यत्रो मर्ला जस्तो पानी परेको थियो त। फक भयो जुत्ता गयो। म चाहिँ अब पोखरा पुग्न ठ्याक्कै आधी घन्टा। औडा बना अब खोल्न पऱ्यो हो। यहाँ मैले चाहिँ रेनकोट खोलिसकेँ। अब यहाँबाट हिँड्ने ट्याक्क यहाँ नास्ता खाइयो। रेनकोट खोलिसक्यो। पानी परेन के अरे। अब मौसम क्लियर छ। रेनकोट खोल्यो। अहिले पानी पऱ्यो भने लाउनु पर्ला नि फेरि। ल गाइस ठ्याक्क पोखरा भ्यू पोइन्ट आइपुग्यौँ हामी। यही हो पोखरा। बवाल देखिँदो रहेछ यार यहाँबाट यार। पोखरा भ्यू पोइन्ट त बवाल देखिँदो रहेछ नि त। यहाँ रातिमा झन् कस्तो बवाल देख्यो होला होइन। ठ्याक्क आइपुगिसक्यौँ हामी यहाँ। टक्क म पनि यहीँ छु। थकै लाखा यत्रो भइसक्यो। कसम हिँडेको पनि बिहानै हो। बल्ल यहाँ आइपुग्यो पोखरा। कति बेला पुग्ने हो। यात्रा बेनीसम्मको हो। तर बवाल छ यार। बवाल देखियो। चट्ट रातिमा झन् लाइटिङले बवाल देखिन्छ होला यो ठाउँ त। दादा यहाँबाट हिँडिसक्यो है। दादालाई अब ढिलो भयो। खासै धेरै बेर बस्न पाउँदैन। दादा हिँड्यो ल यहाँबाट। दादा हिँडिसक्यो पोखरा भ्यू पोइन्टबाट। ल पोखरा इन्टर गरियो। टक्क बवाल झर्ना रहेछ यहाँ अगाडि। पोखराको हावै मिठो चिसो आनन्द भयो यहाँ पोखरा छिरेको त। अब कति मजा आउँछ होला यहाँको मान्छेहरूलाई शीतलमा बस्न पाउँछ। हाम्रो यहाँ बुटोलको गर्मी टक्क चढेर सोलो ट्राभलिङ हिँड्दा। यो चाहिँ पोखराको ठ्याक्क पोखरा आउनुभन्दा अगाडि ओह्रालो हो। पोखरा उता तल हो। दोगेश भैया हामी चाहिँ पोखराको मेन सिटी इन्टर गरिसक्यौँ। जो चाहिँ स्टार्टिङ हो कि यो ठ्याक्क उताबाट हामी बुटोलतिरबाट आइन्छ नि वालिङ साइडबाट। त्यो बाटोबाट आउँदा त्यो यहाँ अब के पहिलो छिरिने त्यसको नाम छोरे पाटन भन्छ क्या यसलाई है। त्यस्तै लाग्छ के अरे मलाई नि। त्यस्तो धेरै थाहा छैन। सिटी इन्टर गऱ्यो पोखराको। हेर्दै कस्तो क्लिन छ। त्यो बोर्डर साइड जस्तो होइन नि त। काठमाडौँ जस्तो फोहोर होइन नि त पोखरा भनेको त। पोखराको बाटो हेर्नु त कस्तो बवाल छ। चिल्लो आनन्द ह्याप्पी सिटी चिल सिटी बवाल। अनि यता यो चाहिँ
बेनी जाने रोड हो यो साइडबाट बेनी जान्छ बिनार मुस्ताङ बेनी जान्छ यही रोडमा हिँडेको कुवारा सिटी कटिसक्यो लास्ट बेनी जाने रोडमा हो माथि आएको म्यापहरू भने राम्रो एकदम बवाल उता धुलो रहेछ अब त्यही धुलो रहेछ उताबाट लास्ट इन्डिङ है यो चाहिँ स्याप्प भात हानियो लोकल घिउसँग स्याप्प गइन्छ यहाँबाट अब छ त्यस्तै 32 अझै धेरै किलोमिटर होला यो ठाउँमा भात खाइयो अब यहाँबाट गइन्छ सट्ट गइन्छ त्यहाँबाट ल अहिले भेटौँ अहिले चाहिँ म काँडे आइपुगिसकेँ काँडे आइपुगेँ यतातिर आएको त जाडो भयो जाडो रहेछ यता चिसो ठाउँ अब यहाँबाट बेनी लगभग होला त्यस्तै 50-55 किलोमिटर समथिङ होला है मलाई पनि थाहा होइन अनुमान गेस गरेको मलाई थाहा होइन प्रोबेबिलिटी कति छ त्यति होला भन्ने बस मेरो सोच हो अब यहाँबाट कुसमा आउँछ बन्ची जम्पवाला एरिया बन्ची जम्प हान्दिन पर्छ क्या हो हान्दिउँ कि नै भन्नुहोस् त एक बन्ची जम्प हान्दिउँ क्या हो अनि मौसम यस्तो भयो नभए हानिदिन्थे नभए ढुक्का हानिदिन्थे भयो यस्तो गाडो भयो भने त भयो तर जोस् जसलाई कुदाउन मन लाग्छ घुम्तीमा सुताउन मन लाग्छ नि त्यस्तो मान्छेहरूलाई यता बवाल यो बाटो हरिम मनपर्छ यो पोखरादेखि जब माथि उकालो लगाएर बेनी जानेसम्मको बाटो हो नि त्यो बाटो बवाल लाग्छ त्यो पाल्पाबाट रामजी झर्दाखेरि छ नि ओह्रालो त्यस्तै मजा आउँछ यताको बाटोमा नि सानो हो घुम्ती हो त्यत्तिकै मजा आउँछ यस्तो उयो सानो अल्टोहरू नि मुस्ताङ पुग्दो रहेछ यतातिर त पुरै मुस्ताङ गइदिन्छ गरे हो सानो अल्टोहरू जान्छ कि मुस्ताङ म चाहिँ यहाँ आइसकेँ यहाँ आएर एकछिन थकै मारियो उता कुसमा भयो कुसमा गरेँ बन्ची जम्पी हान्ने ठाउँभन्दा हल्का यता त्यहाँबाट झर्छ नि बन्ची जम्पी हान्न जहाँबाट त्यहाँभन्दा हल्का अगाडि आएर यहाँ आएर यसो बसियो म चाहिँ थकै लाएर अड्डेर बसियो एकछिन बसेर अब यहाँबाट निक्लिहालिन्छ बाइक पनि तात्ते थियो त्यही भएर सेलाउन हाल्यो बाइक पनि बाइक तातेर हो बसेको एकछिन बसेर अनि निक्लिने अब यहाँबाट अहिले चाहिँ म बाग्लुङ अब यो चाहिँ बेन्जान बाटो बेन्जानलाई लाग्यो अब धेरै लाग्दैन एकछिनमा पुग्छु म बेनी कालीगण्डको टक्क साइडमा हो क्या हिँड्ने लगभग कुसमादेखि त कालीगण्डको साइडमा हिँड्नुपर्छ आज हिजो पानी परेको थियो आज बवाल ठुलो भयो कालीगण्डको भरि ठुलो आँखा अब बेनी धेरै लाग्दैन 1 घन्टा लाग्छ यहाँबाट तर नेपाल साँच्चीकै स्वर्ग हो कि यस्तो दामी ठाउँ छ नि टक्क कालीगण्डको उता ट्याक्क किनार हिँड्ने हो क्या यहाँ चाहिँ टक्क लाएर टक्कसित ट्याक्क कालीगण्डको किनार जाने हो क्या अब बेनी पुग्नलाई चाहिँ बाग्लुङ जाने भयो उताको मुखबाट उता जाने हो त्यहाँबाट उता लाग्न पर्छ त्यहाँबाट चाहिँ छुट्टिन्छ क्या बेनी जाने यता बाग्लुङ जाने उता पुल कटेर उता गयो भने बाग्लुङ हो त्यो पुलभन्दा यताबाट लाग्यो भने चाहिँ बेनी जाने हो क्या टक्क यता कालीगण्डको सर बगेर यता चाहिँ चट्ट हामी हिँडेर स्वर्ग हो क्या नेपाल स्वर्ग यस्तो बवाल छ नि यता चट्ट कालीगण्डकी हिँडेर साइडमा यता म हिँडेर हो चट्ट पारामा यता ऊ कालीगण्डकी गइरह चट्ट
यता चाहिँ म कालीगण्डकी साइडमा यता म हिँडिरहेको यो चाहिँ ठ्याक्कै बेनीभन्दा यता हो माग कसम नेपाल स्वर्ग हो के यस्तो बवाल छ त ऊ यता कालीगण्डकी चट्ट हिँडिरह यता आर्सेनल रहेछ यता चाहिँ चट्ट उता कालीगण्डकी यता चाहिँ म हिँडिरहेको ट्याक्क कालीगण्डकी यो तिरैतिर हो क्या जाने यत्रो ठुलो है यत्रो ठुलो हो यार यता चाहिँ म हो कि चट्टा पारामा यता कालीगण्डकी यता बाइक किनार बवाल मजा आइरह एक्लै भए पनि बवाल इन्जोय भइरह यता चाहिँ टक्क कालीगण्डकी साइडमा यता चाहिँ म चट्टा पारामा हिँडिरहु गाइस अहिले बेनीमा चट्ट बेनी पुग्न लाग्यो बेनी अब पुगिन्छ छिटै फाइनल्ली म चाहिँ बेनी बजार आइसक्यो बेनी बजार आइपुगेँ टक्क यहाँबाट चाहिँ माथि गाउँ जानुपर्छ गाउँमा जाने ठ्याक्क